हेलो नमस्ते दर्शक दिलिक फेफल्ला फेरि पनि पुनः स्वागत छ हजुर सम्पूर्णलाई मेरो यस युट्युब च्यानलमा। आज फेरि पनि हजुरहरू समक्ष धेरै दिनपछि एउटा छोटो विषयलाई लिएर चाहिँ पुनः उपस्थित भइसकेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर चाहिँ साथ दिनुहोला भन्दै मेरो छोटो बनाइले हजुर समक्ष राख्न चाहन्छु। आजको मेरो विषय रहेको छ छाछल्वी फेन अथवा चाहिँ डोक गरेको चाहिँ फाइदाहरू के छ त्यसको बारेमा कि छोटो विद्वानहरूले चाहिँ शास्त्रहरूमा बताउनु भएको अनुसार चाहिँ म राख्न चाहन्छु। नमो गुरु भए, नमो बुद्धाय, नमो धर्माय, नमो सङ्घाय। विशेष गरेर चाहिँ महायानी बौद्ध मार्गीहरूले चाहिँ गुरुलाई चाहिँ बुद्धको स्वरूप मान्छ। त्यही भएको हुनाले यहाँ चाहिँ 4 प्रकारले चाहिँ वन्दना गरिएको छ। नमो गुरु भए, नमो धर्माय, नमो सङ्घाय, नमो धर्माय भन्ने चाहिँ यसरी 4 प्रकारले चाहिँ वन्दना गरेको छ। यो चाहिँ महायानी बौद्ध मार्गीहरूले चाहिँ शरणगमन गर्ने तरिका अथवा चाहिँ त्रिरत्नको शरणमा जाने तरिकाहरू चाहिँ यस प्रकारको छन्। छाछल्वी फेन अथवा चाहिँ ढोक गरेको फाइदाहरू के छ भन्दाखेरि छोटकारीमा भन्नुपर्दाखेरि चाहिँ हामीले कायावाक चित्तबाट गरेको सम्पूर्ण पापहरू चाहिँ हटाउनको निमित्त चाहिँ गरिने एउटा कार्यलाई चाहिँ हामीले छक भनेर भनिन्छ। छक भनेको चाहिँ खासरी शुद्ध गर्ने एउटा विधि हो। बौद्ध मार्गीहरूले गर्ने एउटा विधिलाई भनिन्छ छक भनेर चाहिँ हामीले छल भनेको चाहिँ छक भनेको चाहिँ सफा भनेर बुझिन्छ। अपवित्र भएको चाहिँ अहङ्कारहरूलाई त्याग्ने होइन त्यसलाई बुझिन्छ। छलवा अपवित्र भएको रिस राग मोह ईर्ष्या इत्यादिले चाहिँ त्याग्ने उपायलाई चाहिँ हामीले छक भनेर भनिन्छ। हामीले चाहिँ छक गरिसकेपछि कस्तो खालको फाइदाहरू हुन्छ त त्यसमा विद्वानहरूले के भनेको छ भन्दाखेरि धागी गोसुम ताम्बर छाछल्नेस ताम्बर छाछल्ने धाचा टोकुन दिडिक ताम्बर छो। हामीले चाहिँ डोक गर्दाखेरि के सम्झिनुपर्छ भन्दाखेरि मैले यो त्रिरत्नको शरणमा गएर डोक गरेको यो पुण्य कार्यले चाहिँ आफू र आफू लगायत सम्पूर्ण प्राणीहरूको अन्धकार अथवा चाहिँ रिसराग मोह ईर्ष्या इत्यादि चाहिँ हटेर जाओस् भनेर चाहिँ हामीले सम्झिनुपर्छ भनेको छ। लाङी न्यामजर थल्म जरबाई थप्न शराब सुन्छु थोपर सो। हामीले चाहिँ 2टा हात जोड्नुको चाहिँ कारण के हो त्यसले चाहिँ के जनाउँछ भन्दाखेरि चाहिँ यसरी चाहिँ हामीले 2टा हात जोड्छौँ। 2टा हात जोडेको मतलब चाहिँ हामी भित्र चाहिँ उपाय र प्राज्ञा उत्पन्न होस् अथवा चाहिँ प्रकाट होस् भनेर चाहिँ हामीले यसरी 2 हात जोडेर चाहिँ ढोक्नुपर्छ भनेको छ। ढोक्नुपर्छ भनेको छ। थाल्म चिवी चुक्तो जरवाई सिंसा देवा चिन्दै के हो र सो भनेको छ। थाल्म चाहिँ चुक्तो जरवाई भनेको चाहिँ हामीले ढोक गर्दाखेरि चाहिँ 2टा हात यसरी जोडेर चाहिँ यसरी शिर उपर गरेर चाहिँ ढोक्छौँ। त्यो बेला चाहिँ हामीले के सम्झिनुपर्छ भन्दाखेरि चाहिँ मैले यसरी 10 औँला जोडेर चाहिँ यसरी शिर उपर गरेर ढोकेको चाहिँ त्यो पुण्यले गर्दाखेरि चाहिँ सुख भगवानमा चाहिँ
जन्म लियोस् भनेर चाहिँ हामीले यसरी ढोक्नुपर्छ भनेको छ। अनि थालमा मिन्सम टलौरा जवाइस लुगी दिटिप तपर्सको हामीले फेरि ढोक गर्दाखेरि चाहिँ यसरी निन्द्रामा यसरी चाहिँ 10 औँला जोडेर ढोक्दाखेरि के सम्झिने भन्दाखेरि चाहिँ लुगी डिप तपर्सक भनेको चाहिँ आफूले चाहिँ कायाबाट गरेको चाहिँ त्यो पापहरू चाहिँ हटेर जाओस् भनेर चाहिँ हामीले यसरी यहाँ चाहिँ निन्द्राको ठिकै यस्तो सिधा चाहिँ हामीले जोड्नुपर्छ भनेको छ। थालमा डिम्बी थेतो जरबाई घागिदिट थम्चे तापर्सोस्। थालमा डिम्बी थेतो जर भनेको चाहिँ यसरी सिधा घाँटीको सिधा राखेर चाहिँ यसरी ढोकिएको त्यो पुण्यले चाहिँ के चाहिँ हामीबाट हट्छ भन्दाखेरि चाहिँ काया वाक्काबाट चाहिँ गरेको चाहिँ पापहरू चाहिँ हटेर जाओस् भनेर चाहिँ हामीले यसरी टोक्नुपर्छ भनेको छ। त्यसै गरेर थालमा इङ्गी थेदो जरबाई इगिदिटी थम्चे तापर्छ। त्यस्तै गरेर चाहिँ फेरि हामीले यसरी मुटुको सिधा यसरी चाहिँ 10 औँला जोडेर चाहिँ हामीले नमना अथवा चाहिँ प्रार्थना गरेको पुण्यले चाहिँ मैले चाहिँ काया वाक्का चित्तबाट गरेको पापहरू चाहिँ हटेर जाओस् भनेर यसरी टोक्नुपर्छ भनेको छ। अनि थालमा सोस्रो छेबाई सुक इगी डोदन जेब्रासो। थालमा सोस्रो छेबा भनेको चाहिँ हामीले यसरी ढोकिसकेपछि सबै माथि शिरदेखि चाहिँ यहाँ मुटुसम्म जोडिसकेपछि फेरि हामी भुइँमा यसरी 4 हात खुट्टा टेकेर निधारलाई यसरी टोक्ने क्रममा चाहिँ के सोच्नुभयो यसरी अलग अलग हात गरेर सोच्दाखेरि चाहिँ के सोच्नुपर्छ भन्दाखेरि चाहिँ थालमा सोस्रो छेबाई सोचो इगी डोदन छेबासो भन्दा सोचो भनेको चाहिँ अब उपाएर प्रागे सुकुनी गिटोदन छेबासो भनेको छ। यतिखेर चाहिँ द्रमकाय र निर्मनाकायको चाहिँ रूप लिएर चाहिँ सर्व प्राणीहरूको चाहिँ हित गर्न सकोस् भनेर चाहिँ हामीले चाहिँ हात यसरी चाहिँ दुईटा हात फिजाएर चाहिँ 4 हात खुट्टा टेकेर यसरी निधार भुइँमा छुएर चाहिँ ढोक्नुपर्छ भनेको छ। त्यस्तै गरेर काङ्नी पोमोसाला चुपाई खोरवा निसो न्याले थ्रवर्सोस्। काङ्नी पोमोसाला चुपा भने काङबानी भनेको चाहिँ दुईटा खुट्टाको यो गोडा चाहिँ भुइँमा यसरी टेक्दाखेरि चाहिँ हामीले के सोच्ने भन्दाखेरि चाहिँ यो संसारको दुःखबाट चाहिँ मुक्त होस् भनेर यसरी ढोक्नुपर्छ भनेको छ। लाग्ने सोर्चुस साला चुपाई साचो लम्मा रिबाट सो। अब दुई हातमा चाहिँ यसरी चाहिँ सोर्चु भनेको चाहिँ दोस्रो औँला यसरी जोडेर चाहिँ ढोक गरेको त्यो पुण्यले चाहिँ के प्राप्त हुन्छ भन्दाखेरि चाहिँ लाम्मा साचु भनेको छ पञ्चमार्ग र दशहरा बुद्धको चाहिँ भूमि प्राप्त होस् भनेर यसरी ढोक्नुपर्छ भनेको छ। हामीले छोटकारीमा भन्दाखेरि चाहिँ यसरी बुझ्नुपर्छ काया वाक्क चित्तबाट गरेको चाहिँ सबै पापहरू चाहिँ नष्ट भएर जाओस् भनेर चाहिँ यसरी 3 पटक हामीले ढोक्ने गर्छौँ सधैँ। यस्तो गरेर अनि त्यसपछि यसरी त्यसपछि यसरी काया वाक् चित्त। अहिले यसमा चाहिँ के भनिएको छ भन्दाखेरि पहिले प्रथम यसरी माथि शिर उपर ढोक्नुपर्छ भनेको छ। त्यसले चाहिँ हामी सुखवती भवनमा चाहिँ जन्म लियोस् भनेर सोचेर चाहिँ त्यसरी ढोक्नुपर्छ भनेको छ। फेरि त्यस पछाडि दोस्रो स्टेपमा छ निन्द्राको ठिक्क सिधामा यसरी ढोक्नुपर्छ भनेको छ। त्यतिखेर चाहिँ हामीले के सोच्ने भन्दाखेरि कायाबाट गरेको चाहिँ पापहरू नष्ट भएर होस् भन्ने सोच्नुपर्छ भनेको छ। त्यस पछाडि तेस्रो नम्बरमा रहेको छ यसरी ठिक घाँटीको यसरी
सिधा ढोक्दाखेरि चाहिँ हामीले के सोच्ने भन्दाखेरि वाकावाटा गरेको चाहिँ पुनः पापहरू चाहिँ नष्ट भएर जाओस् भनेर चाहिँ यसरी सोच्नुपर्छ भनेको छ। त्यस्तै गरेर चौथो स्टेपमा रहेको छ यसरी मुटुको ठिक सिधामा चाहिँ राखेर चाहिँ यसरी ढोक्दाखेरि चाहिँ के सोच्ने भन्दाखेरि मैले चाहिँ चित्तबाट घटेको चाहिँ पापहरू चाहिँ हटेर जाओस् भनेर चाहिँ यसरी सोच्नुपर्छ भनेको छ। छोटकारीमा भन्दा चाहिँ हामीले यसरी बुझ्न सकिन्छ। काया वाक चित्त बाट गरेको पापहरू सम्पूर्ण पापहरू चाहिँ नष्ट भएर काया वाक चित्तको ज्ञान चाहिँ प्राप्त होस् भनेर यसरी गऱ्यो भने बुद्धमा भएको गुण अथवा चाहिँ ज्ञानहरू चाहिँ हामीमा प्राप्त हुन सक्छ। वास्तवमा भन्नुपर्ने हो भने चाहिँ बुद्धको ज्ञान चाहिँ बाहिर वस्तुहरूमा नभएर आफैभित्र भएको कारणले गर्दाखेरि आफूभित्र भएको अहङ्कारहरूलाई चाहिँ त्याग्यो भने चाहिँ बुद्धको ज्ञान चाहिँ प्रकट भएर आउँछ भनेर यसरी बताएको छ। हस्त नमस्ते, धन्यवाद।